एकछिनलाई सोच्नुस् तपाईसँग कहीँबाट 100 करोड रुपैयाँ आयो, तपाईँ के गर्नुहुन्छ? यदि त्यो पैसा तपाईँको बिजनेसबाट या स्यालेरीबाट आएको रहेछ भने त नो वरी, त्यो व्हाइट मनी हो र व्हाइट मनी तपाईँले जहाँ लगे पनि जे गरे पनि पाउनुहुन्छ। तर एकछिनलाई सोच्नुस्, तपाईँ त्यो 100 करोड रुपैयाँ करप्सन गरेर जम्मा पार्नु भएको थियो, अब तपाईँ के गर्नुहुन्छ? तपाईँसँग दुईवटा अप्सन मात्रै हुन्छ, कि त्यो पैसालाई जिन्दगीभरि माटोमा गाडेर राख्ने कि त्यो पैसालाई व्हाइट मनी बनाउने। माटोमा गाड्न बरु सजिलो छ, तर व्हाइट मनी बनाउन जुन पायो त्यो मान्छेले सक्दैन। अझ त्यो पैसा करोडमा होइन अर्बमा रहेछ भने कुन लेभलको प्लानिङ र कुन लेभलको पहुँच चाहिएला त्यो ब्ल्याक मनीलाई व्हाइट बनाउन। ल यो पनि मान्नुहोस् कि तपाईँले सब प्लानिङ पनि मिलाउनु भयो, तर एक दिन एउटा सन्की सरकार आएर त्यसको पनि नालीबेली खोतल्न स्टार्ट गर्यो भने के होला? बच्नको लागि तपाईँले केसम्म गर्नु होला? आफ्नो दुश्मनसँग गुहार माग्न परे पनि लाज मान्नुहुन्न होला आई थिङ्क। तर प्रचण्डले 26 जुन 2026मा त्यही गरे। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ। सबैलाई लाग्दैछ प्रचण्डको बानी पार्टी बदल्दै हिँड्ने, एकता गर्दै हिँड्ने हो, तर यसपटकको कहानी गहिरो छ। केपी ओलीलाई देख्न पनि नसहने, निरङ्कुश भन्ने, जेन्जी हत्यारा भन्ने प्रचण्ड आज तिनै ओलीसँग पार्टी एकता गर्ने सिचुएसनमा पुगे। किन? कहीँ प्रचण्ड जेल त जाँदै छैन? लेट्स फाइन्ड आउट। पोलिटिकल जोकर जस्तो लाग्छ, नाटकै हो, नाटकै हो। एमालेको अध्यक्षको कला अगाडिपट्टिबाट मुसारेर पछाडिबाट। सन् 2012 प्रचण्डले काठमाडौँमा एउटा घर भाडामा लिन्छन्। भाडा 60,000 देखि 1 लाख रुपियाँ लिने भनिएको हुन्छ। पछि थाहा हुन्छ कि त्यो घर शिशु अर्यालको नाममा रजिस्टर छ र शिशु अर्यालले त्यो घर केही समय अगाडि मात्रै किनेकी हुन्छन्। तर एउटा अचम्मको कुरा के थियो भने यिनी शिशु अर्याल अजय सुमार्गीकी साली हुन्छन् र शिशु अर्याललाई यो घर किन्नको लागि ब्याङ्क एकाउन्टमा पैसा दिने अरू कोही नभएर अजय सुमार्गीकी श्रीमती हुन्छन्। मतलब कि अजय सुमार्गीले आफूले डाइरेक्ट घर नकिनेर आफ्नै साली मार्फत प्रचण्डलाई घर किनिदिएको जस्तो देखिन्छ। र यिनी तिनै अजय सुमार्गी हुन् जसको पासपोर्ट सम्पत्ति शुद्धिकरण विभागले रोक्का गरेर इन्भेस्टिगेसन स्टार्ट गरेको छ यही गएको शुक्रबार। त्यही शुक्रबार जुन दिन प्रचण्डले विराटनगरको एउटा सभामा एमालेसँग एकता गर्छु भनेर स्पिच दिएका थिए। अब हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि अजय सुमार्गी मनी लन्ड्रिङ केसमा फसे भने र उनको कनेक्सन प्रचण्डसँग देखियो भने प्रचण्डलाई जेल जानबाट कसैले रोक्न सक्दैन। र आज हामी यो भिडियोमा खोज्ने कोसिस गर्छौँ अजय राज सुमार्गी मनी लन्ड्रिङ केसमा फस्ने क्लु के छन् र मोस्ट इम्पोर्टेन्ट सुमार्गी र प्रचण्डको असली कनेक्सन के हो। सन् 2008 तिर अजय राज सुमार्गीले नेपालमा हेलो नेपाल, मुक्तिश्री सिमेन्ट, मुक्तिश्री टेलिकम र अरू धेरै कम्पनीमा इन्भेस्ट गरेका थिए। कहानी इन्ट्रेस्टिङ तब भयो जब यिनी कम्पनीहरूमा एक्कासी विदेशी कम्पनीबाट लगानी आउन थाल्यो जसलाई एफडीआई भन्छन्। एफडीआई मतलब फरेन डाइरेक्ट इन्भेस्टमेन्ट। विदेशको कुनै कम्पनीले नेपालको कम्पनीमा इन्भेस्ट गर्ने प्रोसेस जुन लिगल छ नेपालमा। अजय सुमार्गीको कम्पनीहरूमा पनि धमाधम एफडीआई आउन थाल्यो र यो एफडीआई गर्ने विदेशी कम्पनी मुख्य दुईवटा थिए, एयरबेल र जोदार। यिनी दुईटा नामलाई याद राख्नु होला, भिडियोमा धेरैचोटि युज हुनेवाला छ। सन् 2008 देखि 2013 सम्म एयरबेल कम्पनीले 9वटा ट्रान्जेक्सनबाट $63 मिलियन ट्रान्सफर गर्यो र जोदार कम्पनीले करिब $48 मिलियन ट्रान्सफर गर्यो र यो सब पैसा सुमार्गीको नबिल ब्याङ्कको मुक्तिश्री कम्पनी एकाउन्टमा डिपोजिट भयो। प्रब्लम यो होइन कि पैसा कति आयो, प्रब्लम यो थियो कि त्यो पैसा पठाउने कम्पनीको ओरिजिनल अनरको हो। यिनीहरू एप्पल या माइक्रोसफ्ट जस्ता कम्पनी त थिएनन्, तर पनि यति धेरै पैसा नेपाली कम्पनीमा किन एफडीआई गर्दैछन्? डाउट हुन थाल्यो कि कहीँ त्यो अजय सुमार्गीकै नक्कली कम्पनी त होइन, किनकि ब्ल्याक मनीलाई व्हाइट बनाउने योभन्दा राम्रो वे अरू हुन सक्दैन। यो आइडिया बेस्ट किन थियो भने नेपालको ब्ल्याक मनी जम्मा पारेर ब्रिटिस आइसल्यान्ड लैजाने, वहाँ एउटा कम्पनी खोल्ने अनि त्यही कम्पनीबाट नेपालमा आफ्नो कम्पनीलाई पैसा पठाउने। नेपाल सरकारलाई लाग्छ यो एफडीआई हो, फेरि यो ब्रिटिस आइसल्यान्ड यस्तो ठाउँ हो कि दुनियाँभरका ब्ल्याक मनी भएका मान्छेहरू त्यहाँ जाने र होल्डिङ कम्पनी खोलेर बस्ने। होल्डिङ कम्पनी मतलब नो फ्याक्ट्री, नो प्रोडक्सन, नो लेबर, बस एउटा कोठामा बसेर कम्पनी खोल्ने र त्यो कम्पनीबाट अरू कम्पनीमा इन्भेस्ट गर्ने। यही रिजनले गर्दा अहिले पुरा इन्भेस्टिगेसन अजय सुमार्गी र विदेशी कम्पनी बीचको रिलेसन खोज्नमा केन्द्रित छ। सीआईजेको रिपोर्ट हेर्नुभयो भने एयरबेल कम्पनी र जोदार कम्पनीले अजय सुमार्गीलाई एफडीआई गर्छन्, तर सरप्राइज यो छ कि तिनी दुईटै कम्पनी एक आपसमा पार्टनर छन्। अझै ठुलो सरप्राइज सुन्नुहोस्, एकजना अर्जुन सुनार भन्ने मान्छे जोदार कम्पनीका डाइरेक्टर रहेछन्। यिनी अर्जुन शर्मा अरू कोही नभएर अजय सुमार्गीको कम्पनी मुक्तिश्रीका डाइरेक्टर थिए। र यहाँ एउटा अझै इन्ट्रेस्टिङ कुरा छ, तपाईँले टेलिया सोनेरा भन्ने कम्पनी त सुन्नु भएको छ होला, जसले एनसीएलको 80% सेयर होल्ड गर्थ्यो। जब 80% सेयर बेचेर टेलिया सोनेरा नेपाल छोडेर जाँदै थियो 2013 मा, उसरी नेपाललाई 73 अर्ब रुपियाँ क्यापिटल गेन ट्याक्स तिरेन। तर त्यही टाइममा यो टेलिया सोनेराले एयरबेल कम्पनीमा 7.7 अर्ब रुपियाँ ट्रान्सफर गर्यो। वाट? अघिसम्म एयरबेल र जोदार कम्पनीको मात्रै कनेक्सन थियो, अब अर्को कम्पनी पनि थपियो, टेलिया सोनेरा। कम्पनी थपिनु त्यति खास कुरा थिएन, खास कुरा यो थियो कि यो थपिएको कम्पनीमा अजय सुमार्गीको पनि सेयर थियो। आउनुहोस् अब सब डटहरू कनेक्ट गरेर हेरौँ। एकातिर एयरबेलले नेपालमा पैसा पठाइरहेको छ,
पैसा कहाँबाट आयो भन्ने क्वेसन नउठोस् भनेर टेलिया सोनेराले एनसिएलको सेयर बेच्छ र त्यो पैसा एयरबेललाई दिन्छ अनि त्यही पैसा एयरबेलले नेपाल पठाउँछ। सिम्पली भन्दा टेलिया सोनेराले एनसिएल बेचेर गयो र गएर एयरबेललाई पैसा दियो। यो सब हावादारी कहानी होइन, आइसिआइजेले तयार पारेको अथेन्टिक रिपोर्ट हो जहाँ 100+ कन्ट्रीको रिपोर्टरहरू मिलेर काम गर्छन्। रिपोर्ट अथेन्टिक भएरै हो 2076 मा सर्वोच्च अदालतमा सुमार्गी विरुद्ध मुद्दा परेको, सर्वोच्चले सुमार्गीको सम्पत्ति सोर्स खोज्न र मनी लन्ड्रिङ जाँच गर्न 6 महिनाको टाइम दिएको, तर सत्ता र शक्तिमा यिनकै हालिमुह हालिदियो। त्यही भएर छानबिन अगाडि बढ्न सकेन। 2078 मा सार्वजनिक भएको प्यान्डोरा बक्स पेपरले पनि अजय सुमार्गीको मनी लन्ड्रिङ केस रिभिल गरेको थियो। 2074 मा डिएमएलआईले अजय सुमार्गीले नेपालबाट ब्ल्याक मनी फरेन लगेको अनि आफ्नै कम्पनीबाट एफडीआई गरेर 22 अर्ब नेपाली ल्याएको भनेर रिपोर्ट निकालेको थियो। यो त क्लियर छ कि प्रमाण नपुगेर अजय सुमार्गी बचेका हैनन्। बाँकी हेरौँ अहिलेको सरकार र डिएमएलआईले के गर्छ। यहाँ एउटा मोस्ट इम्पोर्टेन्ट क्वेसन अझै छ, अजय सुमार्गी र प्रचण्डको कनेक्सन के हो? यो हेर्न विक्रमसम्म 2064 सालमा माओवादीबाट सञ्चार मन्त्री बनेका कृष्णबहादुर महराले गरेको डिसिजन हेरे पुग्छ। सुमार्गीको सेल कम्पनी हेलो नेपालले लाइसेन्स कतिमा पायो थाहा छ? एनसिएल र एनटिसीले लाइसेन्स लिँदा 21 करोड तिर्छन्, तर हेलो नेपालले 25 लाखमै लाइसेन्स पायो। रिन्यू कस्ट पनि जम्मा 22.5 लाख तिर्यो, जबकि एनटिसी एनसिएलले 20 अर्ब तिर्छन्। यहाँबाट थाहा हुन्छ कुन लेभलको कनेक्सन छ प्रचण्डको। प्रचण्ड त्यसै छटपटाएका छैनन्। बाइचान्स यो केस निचोडमा पुग्यो भने प्रचण्ड जेलमा पुग्छ। र लास्टमा एउटा क्वेसन छ, पुँजीवादको विरोध गर्ने प्रचण्ड, समाजवाद र माओवादको नारा लाउने प्रचण्ड, यिनको असली सिद्धान्त चाहिँ के हो? एकजना पुँजीपति अजय सुमार्गीलाई बचाउनको लागि एमालेसँग पार्टी एकता गर्दैछन्, तर भन्दैछन् समाजवादको लागि अब वामपन्थीहरू मिल्नुपर्छ।